सानो कोब्रा घरभित्र सोफामा पस्यो भने तपाईले त्यसलाई माया गर्दैन। And this is the reason why a small cobra, if it enters your house, you are not going to pamper it. What you do is you hate that cobra. And तपाईले के गर्नुहुन्छ त्यो कुन कोब्रालाई तपाईले घृणा गर्नुहुन्छ। त्यस्तै प्रकारले सानो सानो पापलाई पनि तपाईले हेट गर्यो भने चाहिँ किल गर्छ भनेको बाइबल। And it is written in the Bible that if you could hate even a small sin also. First of all, you should have the hatred and revulsion for that sin. And सबभन्दा पहिला चाहिँ तपाईकोमा त्यसो सानो सानो पापको प्रति चाहिँ तपाईको त्यो घृणा हुनुपर्छ। एकदमै तपाईले थुक्पा खाँदैछ थुक्पा। For example, you are eating noodles. अन्त तपाईले खाँदा खाँदै गोडालाई भेटाए। And while eating, you found that that earthworm. Will you continue it like that? के तपाईले त्यसलाई निरन्तर खानुहुन्छ? Oh, you will have revulsion. तपाईले त्यसलाई एकदमै छोडिदिनुहुन्छ। त्यो प्रकारले बाइबलले भन्छ जसले पापलाई चाहिँ घृणा गर्छ धार्मिकतालाई प्रेम गर्छ त्यो चाहिँ मान्छे मात्रै खुसी हुन्छ भनेर हिब्रू 1:9 पदमा लेखिएको छ। And this is the reason in the book of Hebrews chapter 1 and verse 9 it says that man who hates and who hates sin and have revulsion for the sin and who have revulsion for the sin that and love righteousness and justice धर्मलाई प्रेम गर्छ. He is the one who is the happiest on the surface of this earth. अनि त्यो मानिस चाहिँ यस्ता मानिस हो जो कि यो संसारमा चाहिँ सबभन्दा आनन्दित अनि पढ्नुहोस् हिब्रू किताब 1:9। हिब्रू चैप्टर 1 तपाईले धार्मिकतालाई प्रेम गर्नु भएको छ र अधर्मलाई घृणा गर्नु भएको छ। यसकारण परमेश्वरले तपाईलाई तपाईका साथीहरूलाई भन्दा बढी हर्षको तेलले अभिषेक गर्नु भएको छ।